नमस्कार है साथीहरू। लोकल भालेको सुप बनाउनुको लागि चाहिँ मसला तयार पारेँ है। मैले चाहिँ यहाँनिर चाहिँ मसला भुट्नुको लागि जिरा धनियाँ हो, अनि 2टा रातो खुर्सानी अजवाइन र मेथी लिएको छु। मसलालाई चाहिँ मजाले भुटिओरिकन है सिलौटामा पिसेर चाहिँ पकाउने है। आज चाहिँ एकदम लोकल भालेको सुप। अनि यता मासु पनि ठुल्ठुलो पिस गरेर काटेर ठिक्कै पारिरहेको छु हो। ल आज चाहिँ दामी लोकल भालेको सुप पकाउँछु। म चाहिँ प्याज पनि रातो भइसकेको छ र चाहिँ धुई पखाली गरिकन मासुलाई चाहिँ राख्यो। अनि 1 चम्ची नुन 1 चम्ची हल्दी लगाइकन चाहिँ चलाउँदै पकाउनु पर्यो। अब नुन लगाएपछि चाहिँ मासुबाट पानी निस्किन्छ। अनि यो पानीलाई चाहिँ चिन्जेलसम्म पकाउनु पर्यो नि त हो। अनि मासुको पानी मजाले सुकिसकेपछि चाहिँ मैले चाहिँ गाडङ्गी एकै ठाउँ पिसेको लसुन अदुवा भुटेको मसला चाहिँ लगाइकन चाहिँ बिस्तारैसँग चलाउँदै पकाउनु पर्यो। मजाले मसलाको पानी सुकिन्जेल, मसला र यो मासुबाट निक्लेको पानी सुकिन्जेल त्यो यसरी एकदम चलाउँदै पकाउनु पर्यो नि त, भित्रसम्म मसला पुग्ने गर्ने हिसाबले। ल हेर्नु त मजाले सुकिसकेको छ मसलाको पानी। अन्त मैले चाहिँ पकाउनुको लागि चाहिँ 1 मग पानी लगाएँ, आधा लिटर जस्तो। अब चाहिँ 20-25 मिनट चाहिँ बग उमाल्ने हो। मजाले पाक्नु पर्यो नि त मासु चाहिँ हो। अनि चाहिँ मैले पानी लगाइकन चाहिँ अब छोपिओरिकन चाहिँ 20-25 मिनट पकाउने है। ल हेर्नु न, भन्दा 20-25 मिनट भइ पनि सकेको छ। ल हेरौँ त पानी चाहिँ सबै सुकेर चाहिँ लु मजाले पाकिसकेको चाहिँ लोकल कुखुराको चाहिँ मासु। सानो मिठो भएको छैन त, हेर्नु न, हेर्दै हो मक सेट आउँदैछ। साह्रै मिठो हुन्छ है यसरी पकाएको चाहिँ। ल हेर्नु न, एउटा तिखापन एउटा मिठो हुन्छ नि त। मासु मजाले पाकिसकेको छ। अनि अब यो चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ आधा चाहिँ भुटुवा है, यो चाहिँ सुक्खा भुटुवा खानुको लागि चाहिँ म चाहिँ आधी निकाल्छु। ल अब बाँचेको आधीलाई चाहिँ यो चाहिँ सुप बनाउँछु। यो चाहिँ भाँसिन खानुको लागि सुप। अब चाहिँ म यसमा फेरि चाहिँ अब म चाहिँ यति बेला चाहिँ आधी मग पानी लगाएँ। अब यो आधी मग पानी लगाएर 5-10 मिनट बग उमाल्यो भने त ल दामी सुप भइहाल्यो नि हो। ल अब मैले चाहिँ आधी मग पानी लगाइकन चाहिँ अब चाहिँ छोपिओरिकन चाहिँ बग उमाल्ने है साथीहरू हो। यसमा चाहिँ छोपेँ। अनि यता पनि भन्दा नभन्दा उम्लिनु पनि थाल्यो हो। सेन्ट त यति दामी आउँदैछ कि पल्लो घरसम्म गनाउँदै होला हो। ल हेर्नु नि, तयार भयो है साथीहरू हाम्रो चाहिँ लोकल भालेको सुप। यो चाहिँ भातसँग। ल आज चाहिँ खाना दह्रो भयो हाम्रो चाहिँ अब हो।